हेलो एभ्रिवान वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल साथीहरू। अनि आज चाहिँ हामीले फेरि अर्को नयाँ भिडियो लिएर आएको छौँ। आज चाहिँ हामीले यो भेज चाउमिन होइन च्यालेन्ज गर्नेवाला छौँ। जसले जित्छ उसले चाहिँ 20 पाउँछ यहाँ। जसले जित्छ उसले चाहिँ यो पाउँछ। अनि रुल्स चाहिँ के छ भन्दा चपस्टिकले खाने हो। हामी दुईजनाले राम्रोसँग चपस्टिक चलाउन आउन्न। चपस्टिकले खाने अनि यसो गर्ने, फेरि यसो गर यसो गर्न नि पाइन्न। छिटो खाने चाहिँ होइन ल, फेरि कस्तो छिटो खाने होइन। अनि सक्नु पनि जसले पहिला खान्छ नि त्यसले पैसा लान्छ अनि के कम्पिटिसन भयो त? अनि रङ गर्नु भएन कि छिटो खानु त अनि मेरो त अलिक कम गराउनु पर्यो। कम्पिटिसन भनेपछि झ्याप झ्याप भ्याइहाल्यो नि। धेरै खान्छ त अनि यहाँ पनि धेरै नै छ, एकल भारी छ। अब म खान टाइम लाग्छ नि त। कम्पिटिसन भनेपछि गम खाने टाइम लाग्यो नै लाग्यो है त साथीहरू। अब चाहिँ हामीले खानु सुरु गर्छौँ। म चाहिँ यसरी सस राख्छु। यहाँ अलिकति चटनी छैन, तिमी राख्छु किन चटनी? थोरै राख्ने। अनि हाम्रो चटनी फेरि यस्तो भाँडा फेरि यस्तो छ कि किन यस्तो भन्दा हामीसँग अलिक धेरै भाँडाहरू छैन। अनि जे छ त्यसमा राख्नु पऱ्यो होइन। अब यहाँको रुम सरेको भने चाहिँ कलले चाहिँ भाँडाहरू थुपारेर बस्छ। डाइरेक्ट अलिक थोरै थोरै खाऊ न, चिल्लेर खाऊ न। 20 पाउन्डको सवाल छ यहाँ। प्लिज म धेरै खान सक्दैन, छिटो धेरै हल्ला नगर। र साथीहरू हामी चाहिँ स्टार्ट गरौँ। ए हाम्रो लस्सी पनि छ ल। लस्सी पनि छ तर यहाँ देख्दैन जस्तो त। लेट्स स्टार्ट। साथीहरू पहिला मोलमाल गरौँ न। हौ फास्ट तिमी म त मलाई गरिसकेँ, तिमी गर्दैन। हेर न त्यहाँ स्टार्ट भइसक्यो। बोल्छु पहिला मैले जित्ने एउटा पाउनु त। हेरौँला अब थाली उचाल्नु पाउनु त्यही हो। एकचोटि नि खाएको छ नाच्न नजाने हाल्नु टेढो भन्दा चाहिँ यो चपस्टिकै त्यस्तै हो कि के। मेरो घाँटीमा अड्किन लागिसक्यो। छ त लस्सी, खासमा लस्सी पनि खान नपाउनु हुनुपर्ने। फेरि चोकिङ भएर फेरि भर्खर एम्बुलेन्स बोलाउनु पर्ला फेरि। त्यति बित्ति त हुँदैन। चपस्टिकै त्यस्तै हो कि के हो? नाच्न नजान्ने अनि टाढो खान जान्ने त अनि। ए राम यो त भेज सक्नु। अनि यो चोपिसकेको चाहिँ भात चाहिँ कसरी खान्छ न राइस फेरि। हाम्रो एउटा चाउमिन त आउँदैन, नुडल्स त अब चटनी चाहिँ आउँछ पिरो। आयो त के अरे ए नसके नसके। म त अमा हुन्छ यति खाइदिउँ ल। नो मेरो के भन्ने कस्तो खान्छ म खाइदिउँ। अस्तिको भन्दा त अलिक मिठो भयो चाहिँ। प्लेट छोपा त पाउँछ होला नि। अनि भनेको होइन मुखमा नौलाई पनि छुनै पाउँदैन। प्लेट छोड्नु तपाईँ यस्तरी उठाएर यस्तरी खानु पाउन्न। हेर्नुहोस् मेरो कस्तो मजा लाग्यो चपस्टिकमा। आउँछ त्यही है। हेर ब्याग मेरो यो 20 पाउन्ड एउटा पाउन।
थोरै थियो कि त्यो थपेर भिडियो नो हो कि मेरो भन्दा थोरै थियो थिएन बराबर हालेको एकदम सकेको अनि लगभग एउटा लेभलमा भयो भने त मैले पनि बाँच्नु पर्नुपर्छ नो जसले पहिला सक्छ त्यो हुन्छ मैले पहिला सकिहालेँ अब अन्त मेरो पेट भरेर हो नि त अनि जे भने पनि भन अब मैले जितिसकेँ होइन यो चोपिस्टिक रङ रहेछ यहाँ त्यति बिग्रे रहेछ खास सक्यो यार मैले पनि सकेन चिल्दै खानु पऱ्यो यहाँ हेर मेरो कति सक्यो त्यो त फेरि आउनु न मैले छ साथीहरू मैले जितिसकेँ यहाँ छ अझै यो त मरि नै आउँदैन नि अनि जा पनि सक्नु भन्दैन अनि यो त कसरी खानु त्यो साफ साको त हात हाल्नु मिल्दैन चाट्नु हातले त होइन पुरै थाली नै चाट भइहाल्यो ओ त्यो थाली माथि उचाल्नु पो पाइन्न भनेको त्यसै खानु पाइन्छ भनेको नि सक्यो है मेरो मेरो सक्यो भयो तेरो यहाँ यस्तो छ मेरो सक्यो त गाइस मैले चाहिँ जितिसकेँ आइम विनर भइसकेँ म यो फेयर भएन किन फेरि फेयर फेरि फुट्न लागिसक्यो यो त मैले पनि सकेको जानु त 10 पाउन्ड त आएर 10 पाउन्डमा होइन त्यहाँ अलिकता छ यो होइन यो होइन वाट इज दिस मेरोमा त केही पनि छैन मैले जितिसकेँ साथीहरू मैले जितिसकेँ पैसा चाहिँ मेरो भइसकेको छ होइन अब उठाउनु परिहाल्यो पैसा अनि भेज चाउमिन चाहिँ यसले बनायो कि मिठो बनाइरहेछ त बनाएको मेरो मिठो बनाइरहेछ खासमा हामीले चिकन चाउमिन गराउने भनेको चिकन चाउमिन चाहिँ चिकन हिजो फ्रोजनबाट झिक्ने बिर्सेछ त्यही भएर हामीले भेज चाउमिन गऱ्यौँ होइन अब 20 पाउन्ड मेरो भइसक्यो अनि अहिलेसम्म भिडियो हेरिदिनु भएको एकदम धेरै धन्यवाद छ हजुरहरूलाई अनि थ्याङ्क यू फर वाचिङ अनि फेरि हामी अर्को भिडियोमा भेट हुन्छौँ बाई